चुलोमा बसेर चलाइरहनु परेन। यो मकैको थ्रेसर यो अलि हेभी भयो। अनि खासमा पहाडको लागि डिजाइन गरेको हेभी भयो। अलि बोक्ने गाह्रो पहाडमा गाह्रो हुने भयो, त्यही भएर यसको अब यिनीहरू यहाँ देखाउने मसिनहरू चाहिँ यसको सेकेन्ड भर्जनमा चाहिँ बिजनेसमा बन्दैछ। तातो हुन्छ, यसले मोइस्चर कन्ट्रोल गर्छ, टेम्परेचर र ह्युमिडिटी कन्ट्रोल हुने बित्तिकै यसले त्यो नडराइकन सुकाउँछ। अब हिन्डिङ मेसिन बाहिरतिर चाहिँ पहिलेदेखि उपलब्ध थियो, नेपालमा चाहिँ पहिलोचोटि आइसकेको बनेको। नम्बर अनुसार प्रत्येक ट्रेको एउटा नम्बर छ, छोटा छोटा सामानहरू राख्न मिल्छ। यो साइडमा चाहिँ अब कस्तो कस्तो खालको सामानहरू राख्न मिल्छ भनेर नम्बर सातुहरूदेखि कोल्ड ड्रिङ्कदेखि स्न्याकहरू होइन, च्याउच्याउ चक्लेटहरू साबुनहरू सबै किसिमको आइटमहरू यसले समावेश गर्न सक्छ। यसको विशेषता चाहिँ के हो मेसिनको? यसको विशेष